नमस्कार सबैलाई। आजको यस भिडियोमा मैले तपाईँलाई चाहिँ एसीको रिटोटलिङ चाहिँ कसरी गर्ने भनेर म सिकाउँछु है। यसमा चाहिँ तपाईँको धेरै प्रब्लमहरू आएको छ रिटोटलिङ गर्दाखेरि है। कसैको वेबसाइटै ओपन भएको छैन, कसैले रिटोटलिङ गर्दाखेरि स्टुडेन्ट आइडी नै फाउन्ड भएको छैन। त्यो प्रब्लम चाहिँ कसरी सल्भ गर्ने यसो पनि हामीले कुरा डिस्कस गर्छौँ है। सबभन्दा पहिला त हाम्रो यो वेबसाइटै ओपन हुँदैन है, ac.gov.np होइन। यो वेबसाइटै ओपन भएको छैन भने तपाईँले के गर्न सक्नुहुन्छ है। सबभन्दा पहिला चाहिँ तपाईँ नेटवर्क प्रोभाइडर, जस्तो मेरो नेटवर्क प्रोभाइडर चाहिँ मसँग सिजी नेटको थियो। सिजी नेटबाट चाहिँ यो किन वेबसाइटै ओपन हुँदैन रहेछ होइन, लोडिङ भएर नै केही पनि हुँदैन, ओपनै हुँदैन। त्यसैले म चाहिँ डाटाबाट गरिरहेको छु। यदि तपाईँले पनि त्यस्तो प्रब्लम आएको छ भने तपाईँले डाटा लिएर गर्न सक्नुहुन्छ, या फिर अरू नेटवर्क प्रोभाइडरसँग वर्ल्डिङहरूसँग एकचोटि हेर्नु त्यहाँबाट ओपन हुन्छ कि हुँदैन है। यदि त्यसपछि चाहिँ तपाईँको यो वेबसाइट ओपन भइसकेपछि चाहिँ तपाईँले रिटोटलिङको लागि यहाँ रिटोटलिङ फर्म भनेर लेखेको चाहिँ यहाँनिर क्लिक गर्नुहुन्छ भने तपाईँको यस्तो पेजमा आउनुहुन्छ है। यस्तो पेजमा आइसकेपछि तपाईँको के हुन्छ भन्दाखेरि यहाँनिर कतिले सर्च गर्दाखेरि स्टुडेन्ट आइडी नै फाउन्ड भएन भनेर आइरहेको छ है। त्यसको लागि चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि कतिजनाले हेर्नु है, यहाँनिर तपाईँको यो अल्फाबेट चाहिँ राख्नु भएन कि, यो अल्फाबेट नराखिकन गर्नु है। तपाईँको जुन सिम्बल नम्बर छ, सिम्बल नम्बर मात्र राख्नु, तपाईँको डेट अफ बर्थ राखिदिनु है। अब डेट अफ बर्थ राख्दा पनि यसरी ड्यास गरेर राख्नुहोस्। र एउटा कुरा है, तपाईँको कुनैको मन्थ वैशाखमा होला, जेठमा होला, यो गर्दाखेरि 1 मन्थ भयो, 2 मन्थ भयो नि होइन, यो गर्दाखेरि 2 डिजिटमा राखेर गर्नुहोस् र सर्चमा क्लिक गरिदिनु। त्यसपछि तपाईँको सर्च हुन्छ है। यहाँनिर कसैको वैशाखमा छ, जेठमा छ भने, जस्तो जेठमा छ भने 2 मात्र नराख्नु है, यहाँनिर 02 राखेर गर्नु है। 2 डिजिटमा हुनुपर्छ तपाईँको यहाँ डेट अफ बर्थ है। यति गरिसकेपछि तपाईँले सर्चमा गरिदिनु पऱ्यो। सर्च गरिसकेपछि तपाईँको यस्तो तलतिर तपाईँको नामहरू, नाम रिलेटेड, स्कुलहरू कहाँबाट हो, तपाईँको सबै कुरा आउँछ। र यति आइसकेपछि तपाईँले यहाँबाट रिटोटलिङ को लागि यहाँनिर खुलिसकेको हुन्छ सब्जेक्टहरू। तपाईँले जुनमा तपाईँले गर्न छ यहाँनिर सिर्फ तपाईँले के गरिदिनु पऱ्यो, टिक गरिदिनु पऱ्यो। तपाईँ जुन सब्जेक्टमा रिटोटलिङ गर्यो भने त्यहाँनिर क्लिक गरिदिनुहोस्। पर सब्जेक्टको तपाईँको 500 लाग्छ र यहाँनिर तपाईँले ई सेवा र खल्ती दुइटैबाट पेमेन्ट गर्न सक्नुहुन्छ। तपाईँले त्यसपछि चाहिँ ई सेवामा क्लिक गर्नुहुन्छ भने तपाईँको ई सेवाको लागि चाहिँ लगइन पेज आउँछ। त्यहाँनिर आइडी र पासवर्ड राख्नलाई हुन्छ। आइडी र पासवर्ड राखिसकेपछि तपाईँको ओटिपी आउँछ। त्यो ओटिपी राख्नुहुन्छ भने तपाईँको चाहिँ रिटोटलिङको फर्म भरिन्छ है। त्यसपछि पछि चाहिँ तपाईँको कन्फर्मेसन मेसेज पनि आउँछ अहिले। यसपछि चाहिँ तपाईँहरूले यति गरिसकेपछि तपाईँको रिटोटलिङको फर्म भरिन्छ। र तपाईँको रिटोटलिङको फर्म चाहिँ लगभग 10 देखि 15 दिनमा आउँछ। मिनिमम 15 दिन जति लाग्छ तपाईँको रिटोटलिङको फर्म आउन। र तपाईँले यदि अरू केही प्रब्लम छ भने रिटोटलिङसँग भने तपाईँले मलाई कमेन्ट सेक्सनमा सोध्न सक्नुहुन्छ। मैले एउटा सेपरेट भिडियो बनाइदिन्छु यसको बारेमा है। हस्, धन्यवाद।